एउटा ब्रदरको कमेन्ट आएको छ कि जंगल भित्र बिना डेस्टिनेसनको जाने जति भित्र जान सक्छ जाने। ओहो आयो अब तगडा च्यालेन्ज, यो पूरा गर्न मजा आउँछ। सब साथीहरूलाई बोलाएर यो च्यालेन्जको बारेमा भने अनि त्यसपछि हामी हिँडे जंगल भित्र। बिना डेस्टिनेसनको हिँडेको हामी बिना डेस्टिनेसनको जंगल भित्र हिँडिरहेछौँ। कहाँ पुग्छ त्यो कुनै ग्यारेन्टी छैन, बस हिँडिरहेछौँ, जाउँ हिँडौँ, के हुन्छ हुँदैन। जंगल निकै सुनसान थियो, कहाँ पुग्छ केही थाहा थिएन, बस हामी हिँडिरहेको थियो। हाम्रो डेस्टिनेसन कहाँ पुग्छ पुग्दैन हामीलाई केही थाहा छैन, बस हिँडेका छौँ तपाईँको च्यालेन्जको लागि। अब हेरौँ के हुन्छ अगाडि। के चन्दन खुट्टा सुट्टा थाकेन? के भन्नु, म पाउडर देखाइरहेको छु यसको हेर। सब साथीहरूलाई अलि डर लागिरहेको थियो र डरलाई अझ बढाउन हामीले साथीहरूसँग प्राङ्क गर्न सोचे। त्यो दुईटा साथी धेरै अगाडि थियो, त्यसैले हामी जंगल भित्र लुक्यौं। धेरै बेर त्यही बसे तर तिनीहरू न खोज्न आए न तिनीहरूले आवाज दियो। केही बेर पछि हामी आफै तिनीहरूलाई खोज्न गए। तिनीहरू त बिना मतलब गरी चुपचाप गइरहेको थियो। यहाँबाट रिटर्न गएपछि लगभग 1 घण्टा लाग्छ, तर जंगलको बीचसम्म चाहिँ आयो है हामी चाहिँ। र फाइनली धेरै बेर पछि जंगल सकाएर हाइवे आइपुगे र त्यहाँ पुगेर थाहा पायो कि हामी आफ्नो घरबाट 5 किलोमिटर दूरी आइसकेका थियौं। बाटोबाट अब घर जाँदा पानी पर्न थाल्यो। मोबाइल बचाएर कुदेको तर पानी पर्न सकिएछ। एकदमै भोक लागेको थियो। अगाडिको पसलमा चाउचाउ खाएर घरतर्फ जान लागे। बाइ द वे एउटा भिडियोको लागि हामीले यति मेहनत गर्यो तर यो भिडियोको लाइक भन्दा बढी कसैको फोटोमा आउँछ। हजुरको एउटा लाइक र एउटा शेयरले हामीलाई अलि मोटिभेट पाउँछ। सो प्लिज यो भिडियोलाई लाइक गरिदिनु होला। बाई बाई।